imagekhabar.com. कर्णाली प्रदेशको सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयले विज्ञान र प्रविधि केन्द्रीय क्याम्पसमा पढ्ने विद्यार्थीलाई पढाइसँगै उत्पादन कार्यमा जोडेको छ। विश्वविद्यालयले पहिलो चरण भन्दै प्राध्यापक र विद्यार्थीको संयुक्त कार्यमा सेनिटाइजर उत्पादन गरेको हो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहका अनुसार विश्वविद्यालयलाई उत्पादन र आर्थिक समृद्धिमा रूपान्तरण गर्न थालिएको हो। सेनिटाइजरको उत्पादन कोभिड-19 ले सिर्जना गरेको विश्वव्यापी महामारीबाट तत्कालको लागि सुरक्षित हुन र दीर्घकालीन रूपमा उद्यमशीलतासँग विश्वविद्यालय जोडिएको छ। विश्वविद्यालयले नयाँ उपकुलपति पाएपछि सम्पूर्ण कार्यक्रमलाई सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई जोड्दै उद्योग र समुदायसँग समन्वय गर्ने गरी पाठ्यक्रम अध्यापन र अनुसन्धानलाई परिमार्जन गरिने बताउँदै आएको छ। कोभिडको विरुद्ध सबभन्दा ठुलो औषधि तपाईको चाहिनेमा के पनि यतिखेर हातमा 99.99% 99% जब मार्छ भन्ने यसले त धेरै मान्छेलाई बचाउन सक्छ नि भन्ने लागेर सबभन्दा राम्रो अहिले सक्ने हामीले एउटा गिफ्ट भन्छौँ न हामीबाट त्यो गिफ्ट जनतालाई के हुन सक्छ भनेर हामीले निश्चित ठाउँमा सुरु गरेका छौँ। विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि पनि पढाइसँगै प्रयोगात्मक कक्षा सञ्चालनले धेरै कुरा जानकारी गराउने दाबी गर्छन्। गुणस्तरको लागि चिन्ता गर्नु पर्दैन किनकि हाम्रो यो हामी केमिस्ट्री बायोकेमिस्ट्री यसको हाम्रो जो एउटा टिम छ र केमिस्ट्री ल्याबमै बनेको हुनाले अब यसको सबै कुराहरूको नलेज राख्छौँ हामीले र अनुसार यो सबै कुराहरू WHO ले दिएको नर्म्सलाई फलो गरेर र हाम्रो औषधि व्यवस्था विभागले दिएको नर्म्सलाई फलो गरेर हामीले 6 देखि 8 pH को बीचमा चाहिँ हामीले मेन्टेन गरेर यो हामीले बनाएका छौँ। विश्वविद्यालयले सेमी मेसिनबाट दैनिक रूपमा 60 ml का 730 बोतल सेनिटाइजर उत्पादन गर्दै आएको छ। कर्णाली प्रदेशका विभिन्न मन्त्रालय र केही स्वास्थ्य संस्थालाई निशुल्क उपलब्ध गराइएको ह्यान्ड सेनिटाइजर निकट भविष्यमा ISO सर्टिफाइड गरी बजार पठाउने विश्वविद्यालयको तयारी छ। इमेज समाचारका लागि मानबहादुर बली, सुर्खेत। For more news and updates, subscribe, like and follow